साथीहरु नमस्ते स्पेशल ठाउँमा जाँदैछु। विशेष आज चाहिँ म म्याडमलाई लिएर जाँदैछु घुम्नको लागि। आज शनिबार मेरो छुट्टीको दिन। सो त्यही नै हो, खालि आफू मात्रै घुम्यो भनेर किचिज गरे गर्छ। आज चाहिँ रिङटा चल्ने गरेर घुमाएर ल्याउने हो गाइस। ल सो त्यही नै हो, यात्रा अब सुरु भइसकेको छ मेरो। ठ्याक्कै यहाँ अहिले 9:16 गइसकेको छ। लगभग 4-5 घन्टाको राइड छ आज मेरो। यो कटारीको यो ककुर खोला पुलदेखि आज मैले भिडियो स्टार्ट गरिसकेको छु गाइस। साथीहरु फाइनली म चाहिँ एउटा हेलिकप्टरको ओनर पनि भइसकेको छु। मैले चाहिँ यहाँ ल्याएर ल्यान्डिङ गरेर अहिले हामी खाजा खान आएको हो कि नि राजु भनेर। हेलिकप्टरमा आएर हामी हेलिकप्टर चाहिँ हाम्रो यहाँ ल्यान्डिङ गरेर यो रेस्टुरेन्टमा खाजा खानेको चाहिँ अब यहाँ छ मजाले। ल अब पार्किङ गरेर धेरै यहाँ राख्नु हुँदैन। अहिले चाहिँ म फाइनली यहाँ हाम्रो यो कमला नदीको छेउमा आइपुगेको छु। यहाँ रिसोर्टमा चाहिँ हामी ट्याग लगाएर खाजा नास्ता खाँदैछौँ। यहाँनिर यो एकदम यो दामी सर्भिस रहेछ यहाँको, एकदम दामी थियो मोमोहरू पनि। अनि यहाँ खाइसकेर अब निस्किनु लागेको। सो त्यही नै हो, त्यही पनि 1 घन्टा टाइम लाग्छ होला मलाई जहाँसम्म लाग्छ। अहिले एकदम घाम लागिरहेछ। अहिले चाहिँ एकदम धेरै गर्मी भएर म चिसो ठाउँतिर जानु खोज्दैछु। यहाँको भ्यू चाहिँ वाउ यस्तो ब्युटिफुल छ। यहाँनिर आएर चाहिँ हल्का चिसो हुन थालिसकेको छ मौसम। सो त्यही नै हो होइन, तपाईँहरूलाई अपडेट दिँदै गर्नेछु म चाहिँ होइन। मेरो छोरा चाहिँ यहाँ रिसाइरहेछ, बाइकको अगाडि बस्नु भनेर छ। यो बाटो त्यति राम्रो छैन, त्यही कारण म चाहिँ यसलाई पछाडि नै राखेर ल्याएको। रिसाइरहेछ। हेलो हेलो यता हेर्नु त, हेलो भन्नु न। सो फाइनली अहिले चाहिँ हामी यहाँ सिन्धुलीगढी आइसकेका छौँ हो कि होइन राजु? हो दाइ। कस्तो लागिरहेछ? बाटो कस्तो? बाटो पनि मस्त थियो, ड्राइभर पनि मस्त, पछाडि बस्ने मान्छेहरू पनि मस्त। ओके सो फाइनली अहिले चाहिँ हामी आइसकेका छौँ। यहाँदेखि हाम्रो बच्चाहरू म्याडमहरू चाहिँ अरू हिँड्दै हुनुहुन्छ, हामी पनि सो सँगसँगै हिँडिरहेको छौँ हो कि होइन? ओके, अनि आज के मेसेज दिन चाहनुहुन्छ दाइहरूलाई? दाइहरूलाई यही भन्न चाहन्छु कि जहिले पसलमै नबोलाउनु काम गर्नलाई। अलिक कहिले काहीँ घुम्न पनि जान दिनु। ओके, शनिबार त एक दिन हुन्छ कि घुम्न पाउँछु, त्यो दिन पनि पसल बोलाएपछि हाम्रो जिन्दगी बर्बाद हुँदैन। ओके, हाम्रो पनि फ्यामिली छ होइन? ओ छोरा छ, म्याडमजी हुनुहुन्छ। सो त्यही नै हो, जाउँ अब छोरालाई अब बोक्नु पर्यो, अब हिँड्न मान्दैन। अब बुइ आउने। हेलो हेलो ल यही हेर्नु आएको त। माथि चढ्नु पर्छ यो सबै सिँढी। यहाँ हेर्नु न, ऊ हो कि होइन भन्नु त? मान्छे त यहाँ आउन तर्सिरहेको छ, अनि घुमाउनलाई दिएपछि दाइ यस्तो भन्छ हो। चिसो हावा खान आउने हो क्या यहाँ, अरू केही छैन। ल फाइनली छोरा र म चाहिँ जाँदैछौँ होइन, हो कि होइन गाइस भन्नु त? ओके। ओ न चस्मा चाहियो हो? ओ माई गड, चस्मा लगाउने ओ लगा हेर त, ऊ छोरा पो लाउने र चस्मा त नसमाउनु। यसलाई बोकाउनु, झऱ्यो मोबाइल झऱ्यो कि आइया। यहाँनिर चाहिँ एकदम जाडो छ। मौसम चाहिँ एकदम दामी छ आज, वेदर चाहिँ एकदम बवाल छ है। हामी योभन्दा पहिला आउँदाखेरि पानी परिरहेको थियो, अलि मजा आएको थियो त्यतिखेर। आज एकदम मौसम खुलेको छ, हेर्न सक्नुहुन्छ। म चाहिँ सेकेन्ड टाइम आएको छु यहाँनिर, योभन्दा पहिला पनि एकचोटि आएको। मेरो त थर्ड टाइम हो दाइ। यो चाहिँ सेकेन्ड टाइम हो। अनि हाम्रो यहाँ चाहिँ युद्ध सङ्ग्रहालय हो विशेष चाहिँ यो स्थल चाहिँ भन्नुपर्छ। आज बन्द छ कि हो? छैन होला, उताबाट यो बन्द छ। यहाँ ड्रेसहरू के होटलहरू थियो नि, होटल खाली भइसक्यो, बन्द भइसकेको छ। लुटेपछि त त्यस्तै हो दाइ। यहाँ भित्र पनि छिर्न पाउँथ्यो। यो म्युजियम आथे भाउजू, ए म्युजियममा एउटा आइसक्रिम खाएको 1500 कि 2000 को बिल बनाइदिएछ। यहाँको गार्डनहरू चाहिँ हेर्न सक्नुहुन्छ है कि अब दामी छ होइन। ल हाम्रो टोलीहरू ए न, दादा चाहिँ मेन दादा डन भइहाल्यो, त्यसरी छोटा डन भइहाल्यो होइन। सो म त डन उसै नै, म त त्यत्तिकै नै डन नै भइ नै हाल्यो होइन। त्यहाँ माथि जाने हो र डाइरेक्ट? नजाने दाइ, जाउँ न माथि त जानै पर्छ। चढ्न सक्नुहुन्छ? किन सक्दैन, यति पनि चढ्नु नसक्यो भने। हामी फाइनली यहाँ आइसकेका छौँ। अब हामी माथि डाँडामा जान्छौँ, अनि आएर फेरि एकछिन यहाँ घुमेर एकछिन यहाँ म्युजियम पनि छिर्ने होइन।
त्यसपछि यहाँभित्र छिरेर हामी हेरेर फर्किने छौँ। अहिले चाहिँ हामी माथि यो डाँडा चढ्दैछौँ। अब योलाई त सक्दैन अब जानुलाई, गुड्काएर पठाइन्छ माथि। मेरो अनि भाउजूको कन्डिसन खराब छ। के भयो थाहा क्या के भन्न चाहनुहुन्छ? आज खुसी हुनुहुन्छ? मलाई जहिले किचिज गर्दै खालि घुमाएन, आफू मात्रै घुमायो ल्याइजा। आज मैले फाइनली म्याडमलाई घुमाउनु ल्याइसकेको छौँ। छोरा पनि आज यति खुसी छ नि, यति दिल खुलेको छ उसको। म्याडमको त ऊ दाँतै 24 दाँत खुलिसक्यो आज त। यो त खुसीको सीमै छैन आज, यो भन्न सक्ने अवस्थै छैन। ओके सो अब हामी उदयपुर गरी जानु भएको छैन? सिडी मैले त त्यहाँ पनि घुमाइसकेँ आफ्नो बुढीले। उदयपुर गरी ल गाडीको माथि टपमा आइसकेका छौँ। सो त्यही नै हो, यहाँनिर आउनु चाहिँ बाटो त्यति सजिलो भने त्यति सहजपूर्ण चाहिँ आएको होइन। युट्युबर सो निकै अप्ठ्यारो नै थियो। त्यही नै भएर हामी जसो तसो आइसकेका छौँ। ओके यहाँनिर आएर चाहिँ छुट्टै सङ्गम भयो। उनीहरूले जापानमा मौज गरिरहेको छ। मस्त चिसो हावा लागिरहेको छ। मौसम एकदम आजको वेदर एकदम गुड छ है। सङ्गमलाई भने थिएँ तपाईँ एकदम हावा त्यति काटेर लाएर मस्त खुलिरहेको छ। मौसम हेर्न दिइहाल्नु होला। यहाँनिर केही हुँदैन के ले कसो त के पानी पर्ला जस्तो सो त्यही नै हो। पानी निस्किनु लागेको यहाँदेखि। अब हामी चाहिँ सिधै उता कलाघरमा जाँदैछौँ। म यो राष्ट्रिय कलाघर सिलगढीमा आइसकेको छौँ। यहाँनिर जोड हावा चलिरहेको छ। मेरो आवाज पनि तपाईँहरू सुन्नुहुन्छ जसम्म लाग्छ। यहाँ चाहिँ यस्तो खालको एकदम चिसो छ। अब सानमी यहाँभित्र छिर्ने है। अब हामी यहाँभित्र छिर्दैछौँ। सो एकदम हावा बेसी चलिरहेको छ यहाँनिर चाहिँ। हामी चाहिँ आइसकेको छौँ अहिले। हावा चल्यो मान्छेको यो हस्तकलालाई पनि मान्नै पर्छ है साथीहरू। यस्तोसम्म गर्नु छ। एउटा खुट्टालाई लिएर भगवान् बुद्धको चाहिँ यहाँ शालिग बनाउनु भएको छ। अझै एकदम राम्रो लाग्यो। बिस्किट खानु